आजको दिनको सुरुवात केही साधारण तरिकाले गर्दैछु भने यसको हरेक पलको महत्त्व पनि उत्तिकै हुनेछ। हेलो एभ्रिवान, वेलकम टु माई डे 8 मिनी ब्लग। यो मेरो सानो र साधारण संसार हो जहाँबाट मैले मेरा सबै दिनहरूको योजना बनाउँछु र मेरो भिडियोको सुरुवात पनि आज कोठाबाट नै हुन्छ। कोठा सफा नगरेको पनि धेरै दिन भएको थियो। धेरै दिन त कसरी भन्नु मिल्ला र दुई तिन दिनदेखि म मेरो कोठा सफा गर्ने गर्छु, जो मध्ये 2-3 दिनको आज लास्ट दिन पनि परेको छ। कोठा सफा र बिस्तारै गुटुङटुङ मिलाएर म लाग्छु रुममा भएको धुने जति कपडा बोकेर वासरुममा कपडा भिजाउन। कपडा त अति नै फोहोर हुन्छ। झन् अझ हामीले काम गर्ने होटलमा त सेफकोट या वर्दी पनि अहिलेसम्म कसैलाई पनि दिएको छैन। त्यसैले गर्दा पनि झन् धेरै कपडा फोहोर हुन्छ। नयाँ ठाउँ, नयाँ सहर, घर छोडेर कमाउन अरूको देश आएपछि धेरै कुराको सामना गर्नुपर्छ। तपाईलाई थाहा छ, सधैँ जस्तै आज पनि ड्युटी जाने टाइम हुन्छ र म रुममा ताला चाबी लगाएर ड्युटी जान्छु। म ड्युटी पुग्दा भाइले मन्चुरियन निकाल्न मसला बनाएर तयार गरेका थिए। भन्छन् खाना साँचे अरूलाई र काम साँचे आफूलाई। केही ढिला चाँडो नगरी म मन्चुरियन निकाल्न लाग्छु। केही टाइम मन्चुरियन निकाल्न लाग्छ भने केही टाइम आफ्नो साथीभाइहरूसँग र यही होटलमा रहेका ओस्तादहरूसँग टाइम पास गर्दै समय निरन्तर चलिरहेको थियो। ड्युटी गएपछि के गरेर र कसरी दिन जाला भन्ने चिन्ता त लिनु नै पर्दैन। काम गर्दा गर्दै समय बितेको थाहा नै हुँदैन र मेरो ड्युटी सकेर किचन पुरै क्लोज गरेर रुम फर्कने बेला पनि भएको थियो। पर्दा पछाडिको असली जीवन अर्को भिडियोमा अझै धमाकेदार कुराहरू हुनेछन्। हेर्न नछुटाउनु होला र मलाई फलो गरेर पनि राख्नु होला। यति भन्दै बिदा हुन चाहन्छु। बाई बाई।